Hi guys, what's up people? It's me Susanna. Welcome back to my channel. I hope everyone is doing great. So again I'm here with new video. As I say guys, म चाहिँ हैन graduation सबै सकेर अनि we really had like a good time in our graduation. Graduation एकदमै राम्रो भयो. And अब के भनेर सोच्दाखेरि फ्रिजमा के नि खानेकुरा रहन्छ क्या गाइस हैन. So I am going for grocery to Costco हैन. अनि त्यसपछि आज म चाहिँ देखाइहालौँ न त भनेर सोचेर चाहिँ भिडियो गर्दैछु. So stay tuned है त गाइस. कसैले मलाई बिदाको दिनमा के गर्छु भनेर सोध्यो भने म चाहिँ जहिले पनि सामान किन्न गइरा हुन्छु क्या ग्रोसरी सपिङको लागि गाइस हैन. कहिले वालमार्ट, कहिले इन्डियन फार्मर्स मार्केट, कहिले कस्को. अनि आज चाहिँ कस्कोमा आएको. 3टा सामान किन्छु भनेर आएको थिएँ गाइस हैन. हेर्नु न यहाँ पुरै ट्रली भरेर दिक्क लागिसक्यो. अनि फुल त हेर्नु परि नै हाल्यो हैन फ्लावर लभर भएपछि. अनि यसरी यहाँनिर चाहिँ कस्कोमा दबाईहरू पनि किन्न मिल्छ क्या. सबैतिर दबाईदेखि लिएर एभ्रिथिङ हुन्छ हैन. अनि म त्यो अलिअलि देखाउँदै थिएँ अनि बिर्सिँदै पनि थिएँ बिचमा ट्रलीभरि ग्रोसरी भरेर. अनि बाहिर म जहिले पनि बाजी लाउँछौँ कि यो $100 बढी भयो कि भएन भनेर. अमेरिका आएपछि कफी खान जहिले पनि बाहिर जाँदाखेरि काण्ड हुन्छ क्या गाइस. एउटा मगाएँ हैन, त्यो भनेर कालो कफी सेतो आयो. This is for today. Thank you for watching.